रासुपा भन्दा शक्तिशाली र पावरफुल बनाउने ध्यानमा श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ। सुदन किराती पछि कुलमान घिसिङसँग एकता गर्ने तयारी। कोशीको मुख्यमन्त्री सुदन किराती बन्ने अनि प्रधानमन्त्री चाहिँ हर्क साम्पाङ बन्ने सपना। रासुपा भन्दा शक्तिशाली र प्रभावशाली शक्ति बन्ने रणनीतिमा लागेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले अहिले आफ्नो राजनीतिक दायरा तीव्र रूपमा विस्तार गरिरहन थालिसकेको छ। फागुन 21 को चुनावपछि राष्ट्रिय राजनीतिमा अप्रत्याशित रूपमा उदय भएको यो पार्टी संसदमा 7 सिट सहित 5औं शक्तिका रूपमा छ। यद्यपि संसदमा सानो संख्या भए पनि जनस्तरमा बढ्दो प्रभाव र वैकल्पिक राजनीतिक शक्तिको छवि बनाइरहेको श्रम संस्कृति पार्टी अब आगामी स्थानीय र प्रदेश चुनावलाई लक्षित गर्दै ठूलो राजनीतिक मोर्चाबन्दीमा जुटेको देखिन्छ। पार्टी अध्यक्ष हर्क साम्पाङले रासुपाको एक छत्र प्रभावलाई चुनौती दिने गरी नयाँ समीकरण निर्माणमा जोड दिएका छन्। यही रणनीति अन्तर्गत पूर्व मन्त्री सुदन किराती समूहलाई पार्टीमा भित्राउने प्रक्रिया अन्तिम चरणमा पुग्यो, जस अनुसार आज उनीहरूले एकता गरे। माओवादी पृष्ठभूमि भएका विवादित नेता सुदन किराती पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अलग भएपछि नयाँ राजनीतिक यात्राको खोजीमा थिए। श्रम संस्कृति पार्टीले उनलाई दोस्रो तहको वरिष्ठ नेताको जिम्मेवारी दिने र भविष्यमा कोशी प्रदेशको मुख्यमन्त्रीको दावेदार बनाउने सहमतिको चर्चा राजनीतिक वृत्तमा व्यापक छ। सुदन किरातीको प्रवेशसँगै पार्टीले पूर्वी नेपालमा आफ्नो प्रभाव बलियो बनाउने विश्वास छ। भोजपुर र खोटाङ क्षेत्रको सामाजिक र राजनीतिक आधारलाई जोडेर कोशी प्रदेशमा वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्य बनाएको छ। श्रम संस्कृति पार्टीका नेताहरूका अनुसार आगामी स्थानीय तह र प्रदेश चुनावमा पार्टीलाई निर्णायक शक्ति बनाउने तयारी अहिलेबाट थालनी भएको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग पनि एकताको संवाद अघि बढिरहेको छ। रासुपासँगको एकता टिक्न नसकेपछि राजनीतिक रूपमा केही कमजोर बनेका कुलमान फेरि सक्रिय राजनीतिमा फर्किने संकेत छ। प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकारको डोजर अभियानबाट प्रभावित सुकुम्बासीलाई भेट्ने उनी पुनः सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। यही श्रम संस्कृति पार्टीको सम्भावित एकताको चर्चा चलिएको हो। राजनीतिक वृत्तमा हर्क साम्पाङ, सुदन किराती र कुलमान घिसिङको सम्भावित सहकार्यलाई नयाँ वैकल्पिक मोर्चाका रूपमा हेरिएको छ। विशेष गरी रासुपाको बढ्दो प्रभावलाई रोक्न र वैकल्पिक राजनीति धार निर्माण गर्न यी तीन पात्र बीच समझदारी बढेको विश्लेषण छ। सामाजिक सञ्जालमा कलाकारहरूले समेत दुई पक्ष बीच संवाद गराएको चर्चा छ। यद्यपि कलाकार दयाहाङ राईले यसबारे खुलेर पुष्टि गरेका छैनन्। आगामी 1-2 वर्षपछि हुने स्थानीय तह निर्वाचनमा केन्द्रमा राखेर श्रम संस्कृति पार्टी संगठन विस्तार, पार्टी एकता र जनआधारित राजनीतिक अघि बढाउने रणनीतिमा अघि बढेको देखिन्छ। सँगैका साथी बालिन शाह प्रधानमन्त्री भएको झोकमा आफू पनि प्रधानमन्त्री बन्ने दाउ छोपिरहेका हर्क साम्पाङ अहिले पार्टी ठूलो बनाउने अभियानमा अघि बढिरहेका छन्। रासुपाले उम्मेद्वार छनौट समिति बनाएर चुनावी तयारी गरिरहँदा हर्क साम्पाङ भने विभिन्न दल र समूह छोडेकाहरूलाई एक ठाउँमा राखेर ठूलो शक्ति बनाउने उनको ध्यान देख्न सकिन्छ। यदि सुदन किराती